So hello and namaste everyone, hope you guys are fine. अनि आज चाहिँ हामी जाँदैछौँ नेपाली फेस्टिभलतिर. Weather is not so good, तैपनि we are walking to Nepali festival and this is the outfit of my day today. ए ज्यादा अंग्रेजी मत झाड़. Roll up camera. लगा. हम मालूम है तेरे बाप को मत सिखा चल. We are here at Nepali festival हैन. Festival चाहिँ सुरु भइसकेको छ. सब माल देखाइदियो सारलाई सबै घुमाएर. हाम्रो नेपाली चाहिँ न्युजिल्यान्डको एडमिनसँग हामी अलिकति कुरा गर्छौँ हैन. तेरा तो गेम बजाना पड़ेगा. ए रहा नहीं जाता तड़प. नेपाली चाहिँ न्युजिल्यान्डको एडमिन चाहिँ यहाँ हुनुहुन्छ हैन. पोखिनु परेको छ. त्यसैले तपाईहरुको मजै विश्वस्त छु तपाई अन्तिमसम्म साथ दिनुहुन्छ. अरे बाप रे, ये तो धोती खोल रहा है. न्युजिल्यान्ड आएको कति वर्ष भयो तिमी? म आएको फर्स्टमा त धन्यवाद मेरो काले दोस्तलाई हैन. यसको नाम चाहिँ रवि, मेरो एकदम मिल्ने साथी. यसले के गरेछ थाहा भएन, त्यो पनि विश यू गुड लक फर हिम हैन. मेरो नाम चाहिँ रोशन पौडेल, उत्सव एके ठुली हैन. म आएको चाहिँ कति भयो, फेब्रुअरीले 2 वर्षबाट यता आयो भनेपछि त्यस्तै 2.5 वर्ष. अनि तिमी न्युजिल्यान्ड आउँदाखेरि तिम्रो फर्स्ट जब चाहिँ के थियो? फर्स्ट जब त हैन, मेरो त अब हेल्थ केयर स्टुडेन्ट हो म. मेरो फर्स्ट जब चाहिँ तर टौरङ्गामा गएर किवीको त्यो फोनिङ गरेको हो फर्स्ट जब. अहिले चाहिँ के गर्दैछ? अहिले चाहिँ म कम्युनिटी सपोर्ट वर्कर हो, होम केयरमा एउटा सपोर्ट वर्कर काम गर्छु. अहिले पढिरहेछ कि अनि वर्क भिजा हाल्यो कि के गरे? म चाहिँ वर्क भिजा भनौँ अहिले चाहिँ वर्क भिजामा छु. कम्पनीको अन्डरको AEWमा छु. It's the motherfucking eagle.